दैलेखमा भेटिएको प्राकृतिक मिथेन ग्यासको उत्खनन कहिले सुरु होला? केही महिना अघिसम्म दिनरात गुन्जिने ड्रिलिङ मेसिन अहिले मौन रहेको छ। स्थानीय बासिन्दा उत्पादनको प्रतीक्षामा छन् र दैलेखी जनताहरू निकै खुसी भएका थिए। दैलेखमा अब पेट्रोलियम पदार्थको उत्खनन हुँदै गर्दा दैलेख पनि अब समृद्ध बन्ने भयो भनेर दैलेखका विभिन्न राजनीतिक दल, उद्योगी, व्यापारी, सर्वसाधारण व्यक्तिहरू निकै उत्साहित भएका थिए। तर अहिलेसम्म पनि काम त्यहाँ बन्द भएको केही समय भयो, तर अहिलेसम्म पनि त्यसको केही रिपोर्टहरू नआएको र पुष्टि चाहिँ भएको छ। र उत्खनन अब कहिलेबाट होला, सरकारले कहिले काम सुरु गर्ला भन्ने कुरा चाहिँ आम जनमानसमा चाहिँ चासोको विषय बनेको छ। यस्ता ठुला आयोजनाहरू कतिपय ठाउँमा अलपत्र पनि बनेका छन्। के दैलेखको पनि त्यस्तो हुने त होइन भन्ने कतिपय आम नागरिकहरूमा त्यो चिन्ता पनि बढेको छ। अहिले त्यहाँ सुरक्षाहरू खटाइएको छ, अहिले काम भने त्यहाँ रोकिएको छ। तपाईहरू सबैलाई थाहा भइरहेकै निकै चर्चाको विषय बनेको विषय हो यो। दैलेखको भैरवी गाउँपालिका 1 जलजलीले केही महिना अघिसम्म 24 घण्टा चल्ने ड्रिलिङ मेसिनको आवाजले यो क्षेत्र गुन्जयमान थियो। अहिले भने सुरक्षाको घेराभित्रको ढिङ्गा हाउस मात्रै मौन रहेको छ। मिथेन ग्यास भेटिएको खबरले उत्साह त थप्यो, तर अहिलेको सुनसान अवस्थाले चिन्ता पनि बढाएको छ भनेर स्थानीयहरूको भनाइ छ। चीनको चाइना जियोलोजिकल सर्वेले गरेको प्रारम्भिक अध्ययनअनुसार यहाँ 112 अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पुष्टि भएको छ। उत्पादन परीक्षणका लागि चीन सरकारलाई प्रस्ताव पठाइए पनि अहिलेसम्म औपचारिक जवाफ आएको छैन। प्रारम्भिक प्रतिवेदन अनुसार ग्यास रहेको तथ्य आएको छ। प्राविधिक अध्ययन जारी छ। दोस्रो चरणका लागि प्रस्ताव पठाइसकेका छौँ। खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट प्रकाश लुइटेलले भन्नुभएको छ। दैलेख उद्योग वाणिज्य सङ्घका अनुसार ग्यास उत्खननका लागि सरकारलाई दबाफ दिने तयारी भइरहेको छ। सन् 2019देखि भएको अध्ययनले नेपाललाई 50 देखि 60 वर्षसम्म पुग्ने प्राकृतिक ग्यास रहेको देखिएको उनीहरूको दाबी छ। तर पछिल्लो समयमा रोकिएको कामले गर्दा यो आयोजना पनि त्यत्तिकै अलपत्र हुने त होइन भन्ने पनि चासो आम नागरिकमा रहेको छ। स्थानीयदेखि राजनीतिक दलसम्मको एउटै माग छ, अन्वेषणमा रोकिएको काम तत्काल अघि बढोस्। अब सरकारको निर्णयले दैलेखको भविष्य तय गर्नेछ। यस्ता गौरवका आयोजनाहरू धेरै ठाउँमा अलपत्र परेका छन्। उत्खनन गर्ने भनेर धेरै ठाउँमा काम सुरु गरे पनि तिनी काममा सफलता नपाएको धेरै ठाउँका उदाहरणहरू छन्। तर दैलेखको काम पनि त्यस्तो त हुँदैन भन्ने कुरा आम नागरिकमा चासो र चिन्ता बढेको छ। तपाईँको विचारमा के लाग्छ? कमेन्ट बक्समा कमेन्ट लेख्नुहोला। यो दैलेखको भविष्य फेर्ने, कर्णालीको आर्थिक अवस्था सुधार गर्ने र देशलाई परिवर्तन गर्ने गौरवको आयोजना हो र त्यसैमा पनि दैलेखीको लागि त निकै खुसीको कुरा हो। अब यो काम अघि बढ्ला कि नबढ्ला भन्ने विषय चासोको विषय बनेको छ। तपाईँले कमेन्ट बक्समा कमेन्ट लेख्नुहोला र भिडियोलाई सेयर गरेर साथ दिनुहोला र हाम्रो पेजलाई फलो गर्नुहोला। नमस्कार।